Hello. Hello. I'm sorry. Hello everyone. Namaste. Welcome back to my channel. And Elsa and Mom Vlog. Welcome छ न. Welcome छ मेरो छोरीलाई चाहिँ नेपाली त्यति बोल्न आउँदैन. त्यस्तो हो न. अनि हामी चाहिँ जान लागेको. कहाँ जाने रे भन्दा? अबे मार्केट हैन? कहाँ जाने? जान लागेको. के गर्छौ हामी? अब हामीले चाहिँ अहिले बिहानको खाजाहरू खायो अनि मम्मीलाई पनि दिए. बेबी नगर्नै त्यो त्यहाँ फोन लुकाएको छैन. अब फोन नलाने नो ब्याट राख्ने त फोन राख्ने. अनि हामी चाहिँ जान लाग्छौँ बजारतिर के हुन्छ हल्का. मैले आजको ब्लग चाहिँ एकदम सर्ट ब्लग हुन्छ होला आई थिंक. हामी चाहिँ जान लागेको छौँ गाइसहरू बजारतिर. छोरीको डिमान्ड चाहिँ मार्केट अनि माथि बोजूको घर पिपी हाउस भन्छ नि त. अनि पिज्जा खाने भनेको छ. पानी नलानु छोरी उतै जुसहरू लिने. जान लागेको गाइसहरू सासू बुहारी नातिनी लहाइले चाहिँ बाबाई लिपस्टिक. अनि दसैँ पनि लाग्यो साँच्ची. ह्याप्पी दसैँ एभ्रिवान. दसैँ पनि स्टार्ट भइसक्यो. हाम्रो चाहिँ केही छैन म्यानेज अब हुन्छ बिस्तारै गाइसहरू. अनि बजारतिर भेटौँ है त. बाबाई बेबी आऊ न से बाबाई. हेलो से बाबाई आऊ न ल से बाबाई. आमा मामालाई ल. तिम्रो त्यो आँखामा को बस्छ तिमी बस्छौ है तिमी बस्छौ. मुटुमा तिम्रो आफैले लगाएको. यहाँ आउनुहोस् त. मार्केट कहाँ जाने भनिदिनु. हामी चाहिँ बजार हिँडेको. को हो यो मान्छे चाहिँ? को हौ? कहाँ जाने रे? मार्केट जाने. कोकोसँग जाऊ न त. जाऊ कोकोसँग जाऊ. टाढै हिँड्नु पर्ने. ए बजार हामी कुन त कहाँनिर जाने हो मम्मी? कुन त कहाँ पुग्छ पुरानो पहिला खोइ कहाँनिर ढाकाको त त्यही हो मम्मी. अब अरू खालको त बजारमा. हेलो हामी चाहिँ 24 ढाकामा छौँ. मम्मीले ढाकाको साडी हेर्नु हुने रे गाइसहरू. हेलो भाइ हामी आयो है. बेबी टच नगर्ने. अहिले दिदीले फेरि सोफा सिट गर. सोफामा चेयरमा सिट गर. ओके व्हाट ह्यापन. यहाँ बस्नु जानु ल. ओ यस त्यहाँ बस्नु न देखाइदिनुहुन्छ. ल कस्तो राम्रो ढाकाको चोलीहरू रहेछ यहाँ है. लेहेङ्गाहरू एलुलाई हुने साइजको रहेछ. के गरेको लौ. यहाँ कोकोको ड्रेस किन्ने अनि पिज्जा खाँदै फोन हेर्ने. कस्तो ज्ञानी भएको छ नि. देखाइदिनु न. हाई पनि होइन लो पनि मिडियम. ड्राई क्लिनरमा मम्मी यो धुनु हुँदैन नि फेरि. योमा लानुपर्छ. धुने ठाउँमा धुनुपर्छ है. घरमा धुनु हुँदैन. यो त नानी रातो नदेखाउनु. मम्मी रातो लाउँदैन. यो कलर पनि छ मम्मीको. ग्रिन पनि छ. हरियो पनि छ नि मम्मी. त्यो अरू पनि झिक्नु त मम्मीलाई म देखेँ. येल्लो लाउनु न मम्मी. लाउनु न यो त धेरै पहिलो त कालो लाउनु न. त्यो पनि त्यो त यङहरूले लाउँछ है.
मेरो छ त्यो त त्यस्तो बहिनी अरू कुन कुन कलरहरू किन हेरौँ मम्मीलाई देखाऊँ कस्तो कस्तो यो कलर छनु चाहिँ छैन मम्मीलाई मनपर्छ मन पर्दैन पिच पनि देखाउनु त यो पनि लाउनु भएको छैन नि त मेरो जस्तो होइन अलिक अर्कै हो क्या मम्मी यो मेरो पिङ्क छ तर होइन सेम त लानु हुँदैन यो गुलाबी पनि अलिक अर्कै यो फाल्टै छ क्या अनि हामीले पनि 12-15 यिनीहरू 25 मम्मी कतिसम्मको लाने त तपाईँ कि महँगै लाने धेरै लाउनुहुन्न नि त उता बाहिर सिलाउनु पर्छ तपाईँलाई त पुग्छ होला हौ क्वार्टर पनि अलिक कस्तो येल्लो कलर त्यो पिङ्क लाइट पिङ्क यो बेबी पिङ्क हो यो कलर ल हामीले चाहिँ साडी पनि चुज गरिसक्यो मम्मीको लागि यो हजुर मम्मी यही दिनु ल मम्मी यही अलिक बाक्लो छ ल हुन्छ प्याक गरिदिनुहुन्छ लेटेस्ट यो हो होइन यो कलर यो मलाई त्यही पो लाग्यो त बहिनी यो भने त यो कि पुरानो भइसकेको कलर नीलो होइन चट्ट पारेर टोटल कति भयो नि अलिक मिलाइदिनु है 35 गरिदिनु न ल 35 डिस्काउन्ट गरिदिनु न त्योभन्दा ज्यादा पनि गर्नु त मिल्ने होला होइन टोटल कति भयो हाम्रो यो सेम रेन्जको होइन 35 मम्मी चोला त तल सिलाउनु पर्छ सिलाइदिन्छ मैले चिनेको छ त्यो यहाँ मान्छे त यहाँ लुकी को हेर्न लुकी फोन हेर्दैछ आमाले खोज्छ भनेर भाग्दैछ उता फेन लाउन त तिम्रो आऊ मिस आउनु आऊ छोरी लचको बहिनी गएको ल बाई ल हुन्छ आउँदै बाई र न जहिले यस्तै गर्छ बाई हामी त बसेको ओइ कोको बिस्तारै हौ बिस्तारै कोको दुईजना आउनै हिँडेर बिस्तारै छिटो ल हिँड अगाडि कोकोलाई ताने गरी बिस्तारै हामी यहाँ सानो यहाँ शीतलमा आउनु न बेबी यहाँ आउँछ मम्मी चिन्ने भइसकेछ मेरो छोरीले म यहाँदेखि कहीँ जाँदिनँ हो पनि त्यस्तै त्यो साडी टिप माथि त्यो टिप बेबी ब्याग ए हाम्रो त लिइहाल्यो ढाकाको उसको लागि कपडा लिउँ भनेर हौ सिम्पल कुर्ता बनाइदिनु पर्यो फेरि मम्मी नर्मल है हो कसो थाहा भयो यहाँ बस्ने होला म बसिदिएँ बस्नु सिम्पल कुर्ता अनि सुरुवाल सिम्पल वाला त्यो के सुरुवाल पनि स्ट्रेट होइन अब त्यो हुन्छ नि फेरि महँगो गऱ्यो भने त मलाई दिन नि मैले एउटा डिस्काउन्ट गरेको छुइनँ चुपचाप काटिरहेको छु अब सोनु र अजगरलाई कट हान्दैकै भने यस्तो गर्दैन कट्टा हानिदिने मम्मी अब नजाने हामी किन आएको यहाँनिर हजुर
राम्रो देख्दैन मोटीलाई मेरो सिम्पल सिलाउने है सुरुवाल हजुर पुग्छ किन पुग्दैन मम्मीलाई त मम्मी साडी त छोडेर जानुपर्छ होला साँच्ची मम्मीलाई त पुग्छ आमा त अलिकति हुन्छ पुग्छ है यहाँ लिन आइपुगिहालेछ के अरे अजगर सोनुको दाइ हामीलाई मम्मी यहाँ लिन आइहालेछ कस्टमर आउँदैन भनेर क्या बाटो के भएर घट्यो पुरै सुगर लाग्यो के बिरामी के अल्सर र दिन एलु कोको अम्ब्रेला ल कोको अम्ब्रेला चाहिँ कोको छ ल बाई ल बाई दाइ ह्याप्पी दसैँ दसेरा हस् हुन्छ हस् बाई बाई हुन्छ छिटो हामी टेलर जाने अब कहाँ जाने टेलर मम्मी मेरो पछि पछि आउनै यसले चाहिँ यहाँ छेमाको कुर्ता पनि लिँदैछ अस्ति सिलाउँदै थियो यहाँ दुईटा यहाँ चारवटा जाउँ युके पठाइदिने कुर्ता यो सुतीको उलनको पनि छ दुईटा बाई बिल यहाँ छ ल यहीँ राखिदिनु भइमै हुन्छ हजुर के मम्मी मिटरको यो त पिसको त मम्मी पिसको हिसाबले हो क्या भाइ कति पो छ हजुर ल सोनुकोमा होइन सोनुकोमा टेलर आउँदैछौँ हामी चाहिँ यहाँ सोनुकोमा पिज्जा खानु जाने अनि को सिट गर उसलाई सब थाहा छ नि कहाँ जाने बेबी कोकुसँग बस्छ तिमी यता सिफ्ट हो कोकु त्यहाँ बस्नुहुन्छ म पनि बस्नु यहाँ सुरुवाल अलिक माथि लाउँछ है नाइटरी छेउमा अलिक माथि गर्नु लामो भयो भने त फरक हुन्छ 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 बस्नु भयो बस ठुली भयो छक्क पर्दै थियो अस्ति अजगर अन्त पापाले बोकेर आउँथ्यो त्यो पुन्टे ल चढ्नु मम्मी चढ्नु तलतिरै जाऊँ न त मम्मी सब्जी मन्डीमा छोडिदिनु न बिस्तारै छ यसले कहाँ जाने पिज्जा के खाने पिज्जा खाने अरे मम्मी हिँड्नु मम्मी लु ल भयो ल भरे आउँछु बस हाम्रो काम छ यहाँ अहिले छैन मसँग ल यहाँ हेर्न पैसा सक्यो अहिले भरे है आउँदैन अहिले भरे म पनि भित्रै जान्न भित्रै जानुपर्छ स्लाइड हामी चाहिँ अलि बाटो कहाँ गयो मेरो छोरी ए खाली छ उता ए बेबी त्यता होइन हेर्नु आची ब्याग दादाहरूमा पनि जाँदो रहेछ त बेबी चाहिँ उहाँ जानुहोस् जानुहोस् अलिक मन खानु लगाएको मम्मीको चाहिँ आएको छ यहाँ कोको थ्याङ्क यू है कोकोलाई बिग भोइसमा थ्याङ्क यू कोको छेउमा बसेको भने भयो अब मैले पनि यो दुईटा चाहिँ खाएँ दुईटा होइन एउटा मैले खाएँ होला सब यसरी राख्छु यस्तो भएको चाहिँ नखाने अरे रोटी हो क्या मम्मी रोटी हो हजुर फेरि खाने त्यो पनि ओ माई गड भयो मम्मी खाँदैन घरमा बोक्दैन खानेको त्यो बनाउनु चिनेको गाइसहरू अब घरतिर एलु र मम्मा आउँदै हुनुहुन्छ आमाजी पिपी हाउस नेक्स्ट डे आज त हाउस जाने पिपी हाउस भोलि ओके
ओके बजारदेखि पनि आइपुग्यो है हामी कति 10 बजेतिर गएको 11, 12, 1 जस्ट 3 घन्टामा आइपुग्यो अनि हाम्रो चाहिँ कामहरू थियो नि त मम्मी र मेरो मम्मीको लागि खास साडी किन्नु गएको अनि मम्मीले मलाई पनि लियो भन्नुभयो नि त सो मम्मीले एउटा साडी लिए अनि छोरी र मेरो नर्मल एकदमै सिम्पल खालको कुर्ता सिलायो अनि हल्का खानेकुराहरू खाएर आएको अनि मेन चाहिँ सेमाको कुर्ता चाहिँ यो युके पठाइदिनु पर्ने छ सेमा सासूको सेमा सासूहरू जानुभएको पनि अब कति 1 इयर ट्याक्क भयो नि त जानुभएको अनि एकजना दिदी आउनुभयो रहेछ उहाँसँग बस्ने सो उहाँलाई उहाँको हातमा पठाइदिनु पर्नेछ होइन यस्तो ठुलो छ अझै 2टा सल पनि एड गर्दा त धेरै हुन्छ होला है बोक्नु मान्नुहुन्छ कि हुन्न सेमाले चाहिँ मलाई कुर्ता पठाइदिनु किनेर भनेर पैसाहरू हालिदिनु भएको रहेछ नि त अनि पैसा त सेमाहरू गाउँको पनि 1 इयर भयो जानुभन्दा अगाडि यताउता हल्का हामीले गरिदिएको नि त भएर खर्चहरू अनि मलाई चाहिँ उहाँको पेन्सन गरिदिइराख्नु भएको थियो क्या मेरो नाममा पेन्सन ब्याङ्कतिर पनि जानुपर्ने छ अलिअलि पैसाहरू यताउता मिलाउनु त्यो जानु पनि भएको छैन त्यही त्यस्तै त हो घरको कामले त्यही पैसाहरूले म आफै भने पठाइदिन्थेँ तर भाइलाई भन्नुभएछ पैसा हालिदियो भनेर मलाई पैसा हालिदिनु भएको रहेछ अनि कुर्ताहरू बनाउँछ अनि सुतीको 2टा चाहिँ उलन टाइपकोमा बनाएको अनि यो चाहिँ एकदम राम्रो अरे क्या सुती खोज्दा यस्तो त्यो टाइपको कुर्ताहरू त्यति किन्ने छैन नि त अनि छेमालाई चाहिँ मैले अलिक ठुलै साइज बनाइदिएको छ कस्तो मनपर्ने हुन्छ हुन्न अलिक ठुलै भन्नुभएको छ नि त अनि सल रहेछ कस्तो राम्रो छ यो सल पनि कलर राम्रो लाग्यो क्या यो पनि अनि कुर्ता चाहिँ ग्रिन र पर्पलमा छ यस्तो टाइपको अनि उलनमा चाहिँ यो चाहिँ ठिकैको छ अहिले उलनको त्यति आएन रहेछ नि त सो यस्तो टाइपको छ यस्तो अनि मलाई चाहिँ मन परेको चाहिँ यसको त सल पनि कस्तो राम्रो छ कस्तो राम्रो कलर छ यो अब विन्टर आउनु अझै टाइम छ नि त यस्तै भएर यस्तो गला त कति धेरै खोल्दो जस्तो छ छेमाले त मन पर्नुहुन्न कि है बुढाबुढीलाई मन पर्दैन नि त अलिक मोटाउनु भएको छ अरे सो अलिक ठुलै सिलाइदिनु भन्नुभएको थियो अब ठुलोलाई त पछि घटाउन पनि मिल्छ नि त यस्तो अनि सलहरू चाहिँ हेरेर आइसु सलहरू कस्तो राम्रो छ क्या होइन कस्तो राम्रो लागेको प्रिन्ट क्या अनि केटीहरूलाई पनि राम्रो हुने यो विन्टरमा चाहिँ एकदमै राम्रो हुन्छ स्वेटरहरू त्यति चाहिँदैन अनि अर्को चाहिँ यस्तो पहिला पनि मसँगै किन्नु भएको थियो नि त छेमाले त्यही भएर मलाई नै भन्नुभएको रहेछ कस्तो राम्रो सल चाहिँ हेर्नु न कस्तो कुल टाइपको क्या मलाई मन परेको अनि अब हामी चाहिँ म चाहिँ एकछिन रेस्ट गर्ने रेस्ट हुन अब छोरीलाई पनि पढाउनु पर्ने छ अनि एकछिन पढाएर निस्किन्छु मेरो स्कुटरको त्यो सिट कभरहरू चेन्ज गर्नु छ अनि भोलि हाम्रो चाहिँ भेना जाँदै हुन्छ नि त कविता दिदीको हस्बेन्ड काठमाडौँ अनि यता हङकङ जानुहुने सो सामानहरू पठाइदिनु पर्ने छ दिदी र मेरो हब्बुलाई सपिङ पनि जानुपर्ने छ कति धेरै काम छ न दसैँ पनि लगाइसक्यो केही गरेको छैन यस्तो फेरि आफूलाई चाहिँ लो फिल भएर त्यो आजभोलि म हल्का खानाहरू कन्ट्रोल गरिरहेको छु नि त यस्तो लो फिल भइरहेछ मलाई खासै बोल्नु अनि मेरो फेसमा त्यो क्या चमक नै आएको छैन एकदम सुस्त भइरहेछ मेरो हब्बुले पनि पुरा कराइरहेछ डाइटिङ नगर्नु खाऊ बिरामी हुन्छ भनिरहेछ बल्ल बल्ल अहिले हल्का कन्ट्रोल गर्न सकिरहेको बेला गरेको क्या म चाहिँ यस्तो राम्रो लाग्यो क्या यो मलाई पनि यस्तो कलर है मलाई अहिले भरे पठाइदिनु पर्यो ल अनि आजको ब्लग चाहिँ यति नै हुन्छ होला हाम्रो चाहिँ एकदमै के भयो जेपिटी ब्लगै छ फ्यामिली ब्लग एकछिन मम्मीहरूसँग सपिङ गरिदिएको है सपिङहरू गरेको अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होइन सब्सक्राइब गर्नेहरूलाई चाहिँ धन्यवाद अनि अनसब्सक्राइब गर्नेहरूलाई पनि धेरै धेरै धन्यवाद कति अनसब्सक्राइब गरिरहेछ नि त ठिकै छ इट्स ओके अनि आजलाई चाहिँ यति नै भन्दा पनि सबैजनालाई ह्याप्पी दसैँ अनि आजलाई चाहिँ बाबाई भरे भयो भने चाहिँ मैले चाहिँ यहाँ एड गर्छु होइन भने चाहिँ बाबाई एभ्रिवान जनको लागि होइन मम्मी गुन्द्रुक यो यताको चाहिँ यता घरको भोलि पठाइदिनु लागेको भेना जाँदै हुनुहुन्छ सो गुन्द्रुक पनि सुकाउँदैन घाम त थोरै
टनटनी भइरहेछ नि यो चाहिँ घरको यो अहिले आएको घरको यहाँ अमिलो छ मम्मी यो त यो अमिलो होला यो घरको चाहिँ है हुन्छ यो हालेर खान्छ नि मम्मी अमिलोहरू म चाहिँ एप्पल खान लागेको कस्तो उयो भयो बस्नु नि दिदी एप्पल धेरै खानु त्यही आँट्यो मम्मी एप्पल खान्छु अनि जान्छु म स्कुटर बनाउन मम्मी कुक खानै स्याउ यो त म खाँदै गरेको अर्को दिन्छु त दिदीलाई पनि एउटा स्याउ दिनु पर्यो खानु न खाजा भएन स्याउ खानु खानुहोस् स्याउ म पनि खाँदैछु स्याउ ल म चाहिँ जान लागेको मेरो स्कुटरको मेरो अब चाहिँ म जान लागेको मेरो स्कुटरको त सिट कभर फेर्नलाई कस्तो खत्तम भइरहेछ क्या ल म चाहिँ मेरो सिट कभर फेर्न आएको है खत्तम भएर सिट कभर यहाँ रहेछ सिट कभर फेर्ने चाहिँ म चाहिँ सैलुङमा आएको छु हेर्नु न यस्तो पसिनाले लत्त भइसक्यो त्यस्तो प्लेनमा चाहिएको थियो अलिक ठुलो भएछ भने यहाँ पनि खानुको रहेछ त्यो पनि यो चाहिँ लोकल टाइप होला है ल मैले चाहिँ यहाँ सामानहरू लिएर आइसकेको छु है रेडी बनाउँदैछु यो फुरनदाना चाहिँ सविता दिदीलाई भातबाट पाउन जस्तो पाएन मैले चाहिँ हल्का मसलावाला रहेछ यो चाहिँ हल्का प्लेन यससँग मिक्स गरेर खाँदा चाहिँ ठिकै हुन्छ होला होइन अहिले चाहिँ मुगदाल पनि भने जस्तो पाएन कि यो के अरे भातबटिङमा चाहिँ ठुलो पाउँछ नि त खोज्दा यत्रो पायो चामल लगाएको दिदीहरूलाई अहिले चाहिँ यो पनि लोकल टाइपको रहेछ यो सैलुङको 135 अनि यो चाहिँ मेरो अप्पूको लागि डेटल साबुन यो दुध यस्तो मोटोवाला पठाउनु भन्नुभएको थियो नि त 10वटा हुँदो रहेछ एउटा प्याकेटमा 20वटा म त नोटिसै गरेको थिएन यसको बारेमा यस्तो यहाँ चाहिँ गुन्द्रुक पठाउनु भएको छ मेरो बुवालाई गुन्द्रुक खानु मन परेर सो अब यो चाहिँ अझै तेलहरू पनि छ प्याक गर्नलाई दिदीहरू पनि आउनु लाग्छ अहिले मैले प्याक गर्नलाई चाहिँ म चाहिँ आज बिहानदेखि एकदमै बिजी भयो सपिङ गएँ मम्मीहरूसँग अनि फेरि आएर एकछिन रेस्ट गरेँ मम्मीलाई खाजासाजा बनाएर चाहिँ म चाहिँ बजारतिर गएको थिएँ मैले चाहिँ मेरो स्कुटरको सिट कभरहरू फेर्नुपर्ने थियो भने जस्तो भएन अनि सपिङहरू गरेर यहाँ ममको लागि सब्जीहरू पनि ल्याइदिएँ अनि एकदम सागहरू चाहिँ धनियाँ पनि यस्तो ल्याएँ राति भइसकेको थियो जस्तो पाएँ त्यस्तै लिएर आएँ अनि मेरो भुल्टीले चाहिँ यहाँ सब्जी काट्दैछ बन्टी के छ ठिकै छ नि ए ल ल अनि अरू के छ के गरे दिउँसो घर सफा गरे ए ल गुड मेरो भुल्टी चाहिँ एकदमै ज्ञानी छ है थ्याङ्क यू आन्टी ल कता ल म अनि कुक गरिदिन्छु बोजूलाई अनि खाना दिने ओके अब हामीले चाहिँ यहाँ गर्दैछौँ है त